के तपाईलाई थाहा छ तपाईको क्रेडिट स्कोर कति छ? नमस्ते, आजको भिडियोमा हामी क्रेडिट स्कोरको बारेमा केही इन्फर्मेसन लिन्छौं। क्रेडिट स्कोर भनेको के हो सिम्पली बुझौं पहिला। यो भनेको जस्तो नम्बर कतिसम्म हुन्छ 300 देखि 850 सम्म हुन्छ। यो कसले डिक्लेयर गर्छ भन्दाखेरि तीनटा क्रेडिट ब्युरोहरु छ यूएस मा चाहिँ। एउटा इक्विफैक्स भन्ने छ, अर्को एक्सपेरियन र ट्रान्सयुनियन भन्ने तीनटा कम्पनीहरु छ। दे आर प्राइभेट कम्पनी बट देन दे कलेक्ट योर डेटा अनि त्यसपछि उनीहरुले चाहिँ डिक्लेयर गरिदिन्छ तपाईको लागि नम्बर। अब क्रेडिट नम्बरहरु कसरी डिक्लेयर गर्छ अथवा तपाईको अब बिलो 580 छ भने तपाई पोर हुन्छ। क्रेडिट रेटिङलाई चाहिँ तपाई पोर भन्छ। फेयर हुनको लागि चाहिँ 580 देखि 669 सम्म हुनुपर्छ। तपाईको क्रेडिट स्कोर गुड हुनको लागि 670 देखि 739 हुनुपर्छ भने भेरी गुड हुनको लागि 740 देखि 799 हुनुपर्छ अनि एक्सलेन्टमा पढ्न चाहनुहुन्छ भने चाहिँ 800 देखि 850 सम्म हुन्छ। अब केले चाहिँ डिक्लेयर गर्छ, हामीले चाहिँ के कुराहरु कन्सिडर गर्नुपर्छ त्यो कुराहरु चाहिँ बुझौं। पाँचवटा भनौं अहिलेको लागि। पाँचवटा कुरा एकदमै बुझ्नुपर्ने ओभरअल जेनरलमा चाहिँ। एउटा भनेको पेमेन्ट हिस्ट्री। पेमेन्ट हिस्ट्री चाहिँ तपाईको ओभरअल 35% लिएको हुन्छ ठाउँ। तपाईको पेमेन्ट हिस्ट्री 100% भयो भने त्यसलाई चाहिँ कन्सिडर एक्सलेन्ट। तपाईले एउटा दुईटा पेमेन्ट गर्नलाई मिस गर्नुभयो भने तपाईको फेरि घट्दै जान्छ। अनि नम्बर 2 भनेको क्रेडिट युटिलाइजेसन। तपाईले क्रेडिट लाइन लिनुभयो, क्रेडिट कार्ड अथवा लोन के लिनुभयो अनि तपाईले चाहिँ कतिसम्म युज गर्नुभयो त्यसको। जस्तै तपाईलाई क्रेडिट लाइन चाहिँ 20000 को क्रेडिट कार्डको क्रेडिट लाइन दिएको छ, त्यसको कति % तपाईले युज गर्ने। तपाईले चाहिँ यदि 1 देखि 5% सम्म युज गर्नुहुन्छ भने दैट्स गुड है। नम्बर 3 मा भनेको एभरेज क्रेडिट एज भन्ने हुन्छ। तपाईले चाहिँ क्रेडिट लाइन ओपन गर्नु भएको कति वर्ष भयो इयरमा हुन्छ। तपाईले 5+ इयर छ भने दैट्स कन्सिडर गुड अथवा एक्सलेन्ट भनौं। अनि त्यसपछि अर्को भनेको नम्बर 4 मा नम्बर अफ अकाउन्ट्स भनेको चाहिँ तपाईले कति टाइपको कतिवटा अकाउन्ट छ भनौं न। जस्तै अब 7+ लाइन अथवा 10+ लाइन भयो भने चाहिँ एक्सलेन्ट भन्छ। जस्तै अब तपाईको क्रेडिट कार्ड हुन्छ, क्रेडिट कार्ड कतिवटा छ 7 वटा क्रेडिट कार्ड हुन्छ रे। एउटा अटो लोन भयो 8 वटा भयो अनि 9 वटा एउटा मोर्गेज लोन भयो 9 वटा भयो अनि प्लस अरु लोनहरु छ भने त्यसलाई पनि कन्सिडर गरेर एडिशनल भन्छ। त्यसलाई चाहिँ टोटल नम्बर अफ अकाउन्ट भन्छ, कतिवटा लाइन अफ क्रेडिट छ तपाईसँग है। अनि अर्को नम्बर 5 मा भनेको क्रेडिट मिक्स भन्नाले कति टाइपको तपाईको क्रेडिट अकाउन्टहरु छ। जस्तै एउटा भनेको क्रेडिट कार्ड भयो, दोस्रोमा भनेको अटो लोन भयो, स्टुडेन्ट लोन हुन सक्छ, अर्कोमा भनेको मोर्गेजहरु भयो। भेराइटी अफ तपाईको अकाउन्ट छ भने त्यसलाई पनि राम्रो मान्छ। 3+ टाइप्स भयो भने चाहिँ त्यसलाई राम्रो मान्छ है त। सो तपाईले यदि तपाईले चाहिँ 800 भन्दा माथि तपाईलाई आफ्नो क्रेडिट स्कोर बनाउन चाहनुहुन्छ भने तपाईले गर्नुपर्ने कुरा भनेको के हो भन्दाखेरि पेमेन्ट हिस्ट्री 100% हुनु पर्यो। क्रेडिट युटिलाइजेसन भनेको 1 देखि 3% अथवा 1 देखि 5% सम्म हुनु पर्यो। एभरेज क्रेडिट एज भनेको तपाईको 5+ इयर हुनु पर्यो। तपाईले चाहिँ अब क्रेडिट कार्ड अप्लाई गरेको गरे, क्रेडिट लोनहरु अप्लाई गरेको गरे गर्नु भएन। तपाईलाई चाहिँ त्यसलाई चाहिँ एभरेजमा चाहिँ 5 इयर्स प्लस हुनु पर्यो। अनि त्यसपछि नम्बर अफ अकाउन्ट्स भनेको 10+ भएको राम्रो, यहाँ चाहिँ 7+ पनि भन्छ। अनि त्यसपछि क्रेडिट मिक्स भनेको 3+ डिफरेन्ट टाइप्सको अकाउन्टहरु तपाईसँग छ भने यु आर कन्सिडर एक्सलेन्ट। तपाईले चाहिँ 800+ को क्रेडिट स्कोर पाउन सक्नुहुनेछ। यदि मैले केही इन्फर्मेसनहरु बिर्से भने चाहिँ कृपया फेरि अर्को भिडियोमा भन्छु। त्यही भएर तपाईले चाहिँ कमेन्ट गर्नु होला अथवा मलाई पर्सनली डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुन्छ है त।